पार्टी जिकेको आज ब्रेकअप पार्टी आउ त भन्यो कहाँनिर आऊ ओइ आउ त भन्यो कहाँनिर आऊ यहाँ बियरमा आऊ ए त्यो घन्टी मात्रै देखाएर होइन घन्टा घर होला हौ घन्टी घन्टा घर मात्र घुमाएर अनि म त फर्किदिएँ अहिले चाहिँ मजाले घुम्नु हुँदैछ होला नि त आज त म त एक्लै पनि डुलिरहेको छु अन्त नि ए बिहान बाइक लिएर एक्लै पनि डुल्न गएँ एकदमै राम्रो लाग्यो जे होस् तर आज फर्स्ट टाइममै है लक परेर उयो पनि भइहाल्यो आज ब्रेकअप पनि भयो ब्रेकअप पनि भइहाल्यो ब्रेकअप पनि भयो यो चाहिँ अब्बर लाग्यो क्या मलाई अब त साह्रै मलाई ज्वाइँ नै बनाएर राख्नु मन थियो कि धरानको तर कस्तो कहाँ गायब भयो त हौ है अनुहार पनि बिर्स्यो अब अर्कै पनि हुन्छ अब मैले चाहिँ ज्वाइँ अब म त यहाँ व्यवस्था धरानको कुनै चेलीहरू होइन बिहा गरेर ज्वाइँ बनाउनु पर्यो भनेको क्या अहिले पड्काउँछु अहिले बहिनीलाई बोलाइदिउँ यता पनि बहिनीलाई बोलाइदिउँ यता पनि यस्तो भइसक्यो हो र रुन्छ अहिले ला हो र Oh my God, हजुर ए हो र ठिक छ छुट्टिएर बस्न सक्दैन के ला फेरि चेस ह्यापी बर्थडे ह्यापी ब्रेकअप डे हौ ह्यापी ब्रेकअप डे चाहिँ आज मेरो ब्रेकअप भएको सबलाई पार्टी कस्तो थियो त भाइ त्यस्तो खुसी छ ब्रेकअप भयो कस्तो खालको स्ट्रक्चर थियो मतलब कस्तो खालको जातको हुनुहुन्थ्यो राइनी टाइपको कस्तो थियो हामी एक झलक मात्रै देखेको भने यस्तरी पछाडि हेरेको उसले पनि यस्तरी हेरेर हाँस्यो क्या अनि हाँसेपछि त अनि मनमा लड्डु फुटिहाल्यो तर तपाईँले भनिहाल्नुपर्छ क्या गएर अनि हामी एकछिन ब्याग भयो नम्बर भनेर त्यो भयो भने थियो अनि ब्याग भएको अनि कुन लोकेसनमा तपाईँले देख्नु भएको थियो मैले यसरी देखेको थिएँ मलाई कन्ट्याक्ट गराइ भन्नु नि त अनि भइहाल्यो नि हेरिहाल्छ नि भाइरल भइहाल्छ नि टेम्पोमा माइकिङ गर्नुपर्छ नानुलाई हुन्छ होइन मतलब कस्तो हुन्छ के भन्नुभएको अन्त म लान्छु अब दादा पनि रक्सी खाएर टिल्लो झरेर अब कुलोमा जान्छ मैले नदिएको हो त मैले नदिएको तिमी किन नदिएको सरी क्या मैले नदिएको त अहिले खाने बेला भातमा अलिक गाह्रो हुन्छ क्या अहिले हजुर दाइ केही देख्नै नहुने होइन हजुरलाई केही देख्न नहुने सबै सुधार्नु पर्छ है हेर्नु न मम्मीलाई नाकभित्र यहाँ आउला छेर अब मसँग फेरि मान्छे बस्छ मैले भनेको किन कति खुसी हुन्छ मसँग मामुलाई मामु यता उता बोलाउनु भयो मामु भिडियो हुँदैछ अब तिमी भोलि ठुलो भएपछि हेर्नुहोस् बियर चाहिँ नहेर यता ए बियरै तान्नु अब चाट्छ होला अब नो खै त्यो उयो यो कुन गीतको थियो च्वाचे अलिअलि कुन गीत गरेर त के गरेको होइन च्वाचेको मासु अलिअलि एउटा नानीले तान्छ है भाइ अलिकति उता तानिदिनुहोस् न $1 million जनालाई छैन 1 million जना तर सुन्नु होला टिकटकतिर Somebody can
फर्स्ट साइड ब्रेकअप एट फर्स्ट साइड लभ एट फर्स्ट साइड ब्रेकअप एट फर्स्ट साइड कस्तो के भयो त हौ 2 त्यसरी घन्टाको प्रेम कहानी 2 घन्टाको मात्रै के भयो त त्यस्तो मिल्नै नसक्ने मिल्न नसक्नु हरायो अनि कहाँ गयो बाटोमा देख्यो बाटो फोटो खिच्नु भयो त हामी निकालिदिइहाल्छौँ नि खोजेर फोटो देखाउनु भयो भने त अनुहार पनि बिर्सिसक्यो अब आँखा मात्र कनेक्सन भएको अब त अहिले देखिहाल्यो नि मात्र यो मान्छे फर्किन माथि गएर फेरि फर्केर त्यही बाटो हेर्दाखेरि नि भेटेर कम त खोजे हामीले भाइलाई त साह्रै भएछ है ओके आउ ल साँचेर राख्ने छु सधैँ यो मेरो मुटुको मार्ग नहेर कान्छा फुललाई फुलले ढाक्यो ठिकाना यस्तो राम्रो गीत किन बन्द भएन युट्युबमा देखिरहेको मान्छेलाई आज युट्युबर होइन हो ल अब हामी निरला चिन्छ होला सायद फाइनली भेटिसकेको छ हामीले एकदमै भवाल मान्छे भेटिसकेको छ धरानमा बुढो सिद्धिसक्यो अब छोरीले बनाउनु छोरी अब भ्लग बनाउनु मेरो भयो रिटायर हो ठिकै छ ल बाई 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 आउँदै गर्नु होला फेरि सबैजना लेट्स गो खोइ मेरो ड्राइभर लाफी खाना चाहिँ आउँछ लाफिङ खाना म पनि आउँछु यार धरान अब फुड चाहिँ अति दामी रहेछ यहाँ यहाँ त सबैजना सबैको छुट्टी हामी त्यो बौद्धमा त्यो खाने सबै नराम्रो भन्नु मिल्दैन सबैजना दामी लाग्यो मलाई चाहिँ कसम अनेस्टली भनेको ओके थ्याङ्क है यू लाफिङ चाहिँ त्यो आमा सामाको भन्दा ओप्पो बाई बाई ल हुन्छ बाई ठ्याक्क त्यो बाई अब लास्टचोटि बाई 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 मुर्रा डराइसक्यो मुर्रा होइन भने यस्तो क्या यसरी हो ल 1 2 यस्तरी हो कि यहाँ त मुर्रा बाई